Yo, what's up? What up, guys? We're going for young guys with energetic vibe. We're 100 meters away. You can kindly DM us. यस्तो ह्यान्डसम रहेछ कोही मलाई सिङ्गलहरू छ भने केटीहरूलाई नयाँ के छ अनि के गरौँ भयो फ्री टाइममा चाहिँ यस्तो भिडियो बनाइदिएको पिप्स के छ पिप्स झ्यालायो अनि त्यही त अब त्यो चाहिँ भिडियो भन्दा बिल्ला हुन्छ यसै के भएर यसो यतिकै भिडियो बनाउँदै हिँडेको नाइटमा कसैले चिन्यो भने बालै भएन कमले देख्छ होइन के हो यो अर्को ह्यान्डसम मान्छे एच हाम्रो जापानिज हिरो चाहिँ कनिचिवा बनाउने बोकाहरू हन्टिङ जाँदै के छ गाइस यसो हन्टिङ हेर्नु अर्को चलिरहेको हामी चाहिँ फेरि टक्क लगाएर कता रे मुभी हेर्नु जान लाग्यो दिस इज माई डिजे माइक मिनी एन्ड टुर गाइड फ्रम नेपाल. He's my guide, guys. He's very cheap guy. You can buy samosa for him and he will guide you all over to it. गाउँदेखि बल्ल सहर पसियो गाइस. कस्तो म चाहिँ भिडियो खिच्नै नजाने जस्तो भयो. निसानको होइन स्पोर्ट कार हो त्यो त साउन्ड सुन न कस्तो दामी छ. फाइनली ट्यागको डेस्टिनेसनमा आइपुग्यो. केटाहरू भोकै छ अरे. म त पहिल्यै प्लानिङ गरेर बाहिर गएर पैसा खर्च हुन्छ भन्ने थाहा भएर पहिले एक थाल भात हालेर खाइदिएको. अब घर जाने बेलासम्म आनन्दै हो. के अरे कहानी त है स्टार्ट कहानी के हो अरे खास कहानी के हो अरे दाइलाई यस्तो उता बाहिर खर्च गर्न लगाएर आफू चाहिँ एक थाल भात बजाएर आइदिएको हो. अलिकति कटियसली पुगाउनुपर्छ रेकर्ड हाल्नुपर्छ किनभने पब्लिक एरिया छ सम्मान गेट अफेन्डेड त देयर विल बी नो पिपल. तर यहाँ त मान्छे कमै छ गर्मी भएर हो कि घुम्टी आएको छ. आई हेभ भेरी एक्सपेन्सिभ नेपाली केटीहरू भएको ठाउँमा अगाडि त्यो चाहिँ हातमा अलिक एक्सपेन्सिभ माइक छ डिजे आएको दिस वान या you can use it as airport and the last the road that's it sense on the last the road नहीं ओए खतरा देखेर रहेछ यार आइज के हो हामी सब जापानदेखि हो है. ए जापान छ होइन झापादेखि चाहिँ होला जस्तो छ. वेलकम ब्याक टु माई च्यानल. के छ त कहाँदेखि रे त हामी जापान बिर्तामोडदेखि हामी के भन्नु र म त जापानको बिर्तामोडदेखि भइहालेँ होइन. अब केटाहरूलाई यसो घुमाउनु ल्याएको जापान भन्ने चिज पनि देखिहाल्यो केटाहरूले होइन. जापानको समुद्रमा यसो हाम फालेर आयो. कपाल पनि सब झरिसक्यो यस्तो छ यार. कता जाने भन अब चामल किन्नु जान्छ. चामल त्यस्तो अलिक भिजाउ त्यो यार भिडको पारा नदिनु त्यो इन्जोय हानिदिउँ भनेको मान्छेहरू भ्युवर्सहरूलाई केटाहरू मात्र होइन केटीहरू पनि होला एक दुईजना
भ्युवर्सहरूलाई चाहिँ इन्जोय हान्थ्यो भन्यो कहाँ त्यो कस्तो नयाँ साइको हुन्छ त्यो भन्ने होइन कि चामल किन्न जाने होइन रासन किन्न जाने त्यस्तो भन्ने होइन अब भनेको डक्टर घुम्न जाने गर्दा आज बेलुका भएर कोही सिटी जाने हो कोही सिटी जाने हो कोही सिटी जाने भने क्याफेतिर दामी छ म त नआउँदा पहिले होइन अब प्रिपेयर भएर आएको थिएँ होइन बाहिर गयो भने जहिले पैसा खर्च हुन्छ के हो तेरो घरदेखि भात खाएर आइदियो केटाहरूलाई भोक लाग्यो भने खाना जाँदा हुन्छ खाना जाँदा हुन्छ 750 पिसको बिरयानी त्यस्तो बिरयानी त यार अस्तिको बिरयानी होला आजसम्म फ्रोजन गरेर राखेको त त्यस्तो यो गाइज वर्षमा गएको माछा औडा रहेछ या त्यो म सोचेँ त्यो राम्रो हुन्छ होला भनेर लास्ट जस्तै रहेछ कि वर्षमा यत्रो गु यार माटुनी साइको भएर माटुनी अझै कौडा फेर्न गएको यत्रो गु हगेर राखिदिएको भिडियो हान्न त मेरो यहाँ तिमीलाई यस्तो दामी त त्यस्तै हो होइन अब यसो टुर सिटी घुम्न जाऊँ भनेको तर यो मान्छेले त्यो एङ्गलै मिलाएन अलि यहाँ बसेर हान अलिक कति भयो नसुतिको 8 बजी होइन 22 आवर भयो होला 2 घन्टा बस्यो अलिक गर्नुहुन्छ नसुतिको कति टाइम यतातिर देखाइदिउँ यसो सिम कार्ड लाग्यो त्यो लाग्यो हाफ प्यान्ट लगाएर आएको छु पौडी खेल्न अनि तपाईँलाई के भन्नु छ म फेरि जहाँ जान्छु त्यतातिर चाहिँ बिरालो भइरहेको थियो कि म चाहिँ फेरि कस्तो हो मेरो त्यो अब भन्न त तर त्यो बिरालोकै साथी हो तर मेरो नेचर पनि क्याट टाइपको छ कि क्याटको नेचर हुन्छ नि त्यस्तै टाइपको छ मेरो नेचर मेसीलाई भन्छु खास उहाँ चाहिँ हाम्रो प्रोफेसनल भिडियोग्राफर फ्रम नेपाल इज लिभिङ इन माबुला नम्बर 1 सिटी अफ कुवेत त्यही हो अब त्यही हो माबुलाको हिरो हो हामीले त्यस्तै चाउनु परिहाल्यो अनि अब त्यस्तै हो बिजोग भाषा त्यो जिन्स त्यो अब जिन्स आएको कपडा पेट्न पाएन अब हाफ प्यान्ट लगाएर त्यही स्विप सर्ट लगाएर हिँड्नु पऱ्यो बाटो त्यस्तै छ जिन्दगी हामी के गर्नु आफू पऱ्यो के लगाएर हिँड्नु पऱ्यो गीत बजाउन एउटा यसो खतरै देखेछ है मर्निङमा बिहानको मिरमिरे घामको किरणसँगै आज ताजा हरियो करेला खानु राम्रो हुन्छ स्वास्थ्यको लागि यो भिडियो लिने हो नि कहाँ फोटो खिच्दा यस्तो मेरो त्यो म जस्तो भाइरल मान्छेको उमा अनि तिमीहरू फोटो खिच्नु भन्न लाज लाग्दैन सेल्फी दाई भनेर आउनुपर्छ मेरोमा मेरो ग्याङमा चाहिँ सब ह्यान्डसम छ कि कुवेतको ग्याङमा चाहिँ Wow! My goodness! हामी जापानतिरै हो नि होइन जापानतिरै हो हुन त यहाँको मान्छेले चाहिँ अलिकति आरबी बोल्ने मात्रै हो गोप्रोहरूले खिच्यो भने चाहिँ यतिको देख्छ गोप्रो भन्दा त राम्रै छ तर अब त्यही हो जे पाइदिए यसो रेकर्डिङ हाल्दै हेर्नु पऱ्यो दामी छ होइन नखिचेर मात्रै हो कि अब दामी हो अब रमाउनु सक्नु पऱ्यो त्यही हो भन्छ नि ग्रास इज अलवेज ग्रीनर अन द अदर साइड भनेर जहाँ छ त्यसलाई इन्जोय गर्न सिक्नुपर्छ अब मान्छेलाई जति दिनु पुग्दैन क्या त्यही भएर मान्छेलाई यहीँ पनि इन्जोय गरिरहेको छ यही ठाउँ पनि दामी कसैलाई यही ठाउँमा आउनु पऱ्यो टेन्सन इन्जोय गर्न सिक्नुपर्छ जहाँ छ त्यसलाई
राम्रै छ नि हाम्रो होइन यस्तो विशेष के भन्नु यसो भएर आइदिएको यो पनि राम्रो त राम्रै छ नि तर भन्यो भने सुनसान जग्गामा ए हामी युरोपमा के सोचेको हामी युरोप लाइट नेपालमा भन्नुभन्दा त बेटर छ जापानमा हो जापानमा जापान कुन ठाउँ रे राम्रो देखिन्छ मलाई अमेरिका मलाई जापान हेर्ने मान्छेलाई पनि रमाइलो हुनु पऱ्यो भनेर यति लिन्छौँ हामीले क्या होइन अब त्यही हो होइन अब केही पाएन काम पाएनस् गऱ्यो दामी छ त्यो क्या सर ओ हेलो यता हेर न स्पोन्सर आजको मुर्गा आजको कार्यक्रम चाहिँ अब यहाँ आएर खाना आएर सकिन्छ खाजा खाएर सकिन्छ मलाई कुन टी भने तिमीले भोलि पर्सि अब राम्रो रिभ्यू आयो छ भने चाहिँ आउला नत्र चाहिँ अब खै सोच्नुपर्छ दुईवटा लेमन टी चाहिँ भनेको अब तिम्रो चाहिँ के हो थाहा होइन अब योभन्दा धेरै छैन कन्टेन्ट त्यति हो जे पाइदियो हो कन्टेन्टै छैन कन्टेन्ट भन्ने पनि अब छैन इन्ट्रेस्टिङ देखेन त्यो त क्या हेरेको बोकाले चाहिँ अब के पनि होइन I hope you had a great time and enjoyed it. Catch you later. Bye.